नेपालीमा एउटा उखान छ, तपाईले सायद सुन्नु पनि भएको होला, यो पिद नभएको लोटा चाहिँ अडिन्न भन्छ। एक्ज्याक्टली। यो पहिचान र कुराकानी गर्ने गर्दाखेरि यो राजनीतिक दलको पहिचान भनेको उसको सिद्धान्त हो, उसको वाद हो, उसको संगठन हो भने भन्छन्। तपाईहरुको पिद चाहिँ कहाँनिर छ? नेपालको माटोमा छ। हाम्रो जर्मनमा जन्मिया कार्ल मार्क्सको जस्तो पनि छैन, चाइनाको माओ सेतुङको जस्तो पनि छ। कार्ल मार्क्सले त नेपाल देखाए पनि छैन भने के। कार्ल मार्क्सले नेपाल देखाए भए समाजवादी देश यो भनेर त्यतिखेरै घोषणा गर्थ्यो होला के। हाम्रो माटोको छ। उसले समाजवाद भन्ने कुरा लेख्दै गर्दाखेरि यो देशमा त समाजवाद त मूर्त भइसकेको थियो। ढुङ्गे धारा सबैजना गएर पानी लिने समाजवाद हैन। खेती गर्दाखेरि तपाईकोमा आएर मैले मद्दत गर्दिने, मका मलामी तपाईहरुले समाजवाद हैन भने के हो? उहाँको समाजवाद र हाम्रोमा के कोलेर खुवाएर हाम्रो आफ्नो समाजवादलाई मारेर त्यो आयाती समाजवाद लागू गर्न खोज्दा देश कन्फ्लिक्टमा गयो नि त। अहिले तपाईले हेर्नु भने कानून र संस्कार दुईटा कुरा छ। मान्छेले कति कुरा मान्न नसक्ने अवस्थामा छ, किन भन्दा त्यो विचार नगरेर बनाएका कानूनले गर्दाखेरि हो कि। हाम्रो डीएनए नै अर्कै छ। मै विदेश जाँदाखेरि त्यो पाउरोटी 2 दिन खायो भने मलाई ग्यास्ट्रिक हुन्छ भने मलाई त्यो दाल भातै चाहिन्छ। यो 5 औँलाई चोप्नु मन लाग्छ मलाई। भनेपछि हाम्रो त बनावटै त्यही तरिकाले छ नि त। भनेपछि हाम्रो अब यो त अब हाम्रो साथीहरूले पनि हेर्नु भयो भनेदेखि हाम्रो माटोको समाजवाद हो कि यो। सुनको ढुङ्गे धारा राख्न सक्ने उति बेला पानी त्यो पार्टी पवाउ बनाएर त्यो मैले एउटा पुरानो एउटा पढेको थिएँ क्या। नेपालमा तीर्थयात्रामा आउने साधु ऋषि मुनिहरूले हामी नेपालवासीहरूलाई आशीर्वाद दिएर जान्छ। यहाँका मान्छे गजब छन्, देव हुन् यिनीहरू, देवभूमि हो यो। चिन्दै नचिनेको मान्छेलाई पनि एक रात बास बस्नलाई ठाउँ बनाइदिएर गुण लगाइदियो भन्थे अरे। अनि त्यो समाजवाद होइन। तपाई मान्छे साह्रै सकारात्मक हुनुहुन्छ विराटजी। त्यो सकारात्मकता त्यति हुनु पनि जो सुहाउँछ होला तपाईलाई। देश चाहिँ तपाईले भने जस्तो अबको 5 वर्षमा त्यही सकारात्मक दिशामा अघि बढ्ला। अनि मेरो संघर्ष त्यो हो नि त। जस्तै म एउटा कुरा कसरी पनि रिक्वेस्ट गर्छु तपाईलाई भन्दाखेरि यो एउटा चीज गरिरहेको मैले मेरो लागि हो क्या। किन यसले मलाई सन्तुष्टि दिइरहेछ। अस्तिसम्म म राजनीतिमा नलाग्दा म गुनासो मात्र गरेर बस्थेँ क्या। केही पनि गर्न नसक्ने मान्छे चाहिँ तपाईको एक हिसाबले क्रिटिकल हुँदै जाँदो रहेछ क्या। नेचरै त्यस्तो भएको छ क्या। अनि यो सिस्टमले कस्तो बनाइदिएको छ भन्दा तपाईले सबलाई सबसँग रिस उठाउने सिस्टम बनाइदिएको छ क्या। तर कसले पनि उसले रङ गरिरहेछ भने हेर्ने फुर्सदै छैन। किन पानी राति 2 बजे तानेरै फुर्सद छैन। बाटोमा मोटरसाइकल साइकलसँग झडाएर फुर्सदै छैन हामीलाई। उनीहरूले गरेको अकर्मण्यता त हामी तल हामी जुधेरै सकाइरहेछौँ क्या। भने त्योबाट माथि आउँदा साथ पो हामीले जुन अहिले परिकल्पना गरे जस्तो चीजहरू आउँछ। घर दैलोमा जाँदाखेरिको अथवा त्यतिखेर जाँदाखेरिको तपाईलाई अनुभवहरू सुनाउँछु कि। जाँदाखेरि जे छ चिया अफर नगरे त ठाउँ नै छैन भने के। हाम्रो घर दैलो फेरि रमाइलो के भन्दा बाटोमा माल्पा स्वारी जेरी हैन ग्वारमरी खाएर घर दैलो भयो क्या। अनि त्यो ग्वारमरी जो एकजना भाइले ल्याएपछि जुन घर दैलोमा गयो त्यो घरको मान्छेले चिया ल्याइदिन्, त्यसमै चोपेर खाने क्या। यो सद्भाव हामीले कहाँ पाउँछौँ भने क्या। विदेशमा त्यसरी मान्छेसँग कुराहरूलाई घण्टाको $300 साइकियाट्रिस्टलाई तिर्नुपर्छ भने क्या। कुरा सुन्दिने मान्छे पनि छैन। तपाईको कुरा सुन्दा नि विराटजी त्यो विकास गर्नलाई खासै धेरै ठूलो काम गर्नुपर्ने रहन्छ जस्तो लाग्यो हैन। यति कुरा पनि किन नबुझेका होला नि त यो यसभन्दा अगाडिका नेताहरूले। अँध्यारोमा राख्यो भने शासन गरिराख्नु पर्छ। त्यो बिहारको एउटा नेता थियो नि, ट्र्याक्टर किन किनिदिन्छस्, बैल जोताइराख, किन ट्र्याक्टर किनेर मान्छे शिक्षित हुन्छ हामी जित्दैन भने जस्तो हो कि। हाम्रो यही रहनु। त्यही भएर त काठमाडौँले यो पालि विद्रोह गर्यो नि। म तपाईलाई एउटा कुरा सिम्पल रिक्वेस्ट गर्छु। तपाई थाकेर दिनभरिको कामबाट घर जाँदा तपाईको घर वरिपरि एउटा सुन्दर पार्क होस् जस्तो लाग्दैन तपाईलाई? त्यहाँ पोखरीमा मजाले हाँसहरू खेलिरहेको, माछा खेल्दा बच्चा दौडिरहेको हेर्नु जस्तो लाग्दैन भने कहाँ जाने हामी? भनेपछि लास्टमा मान्छेले के खोजिरह भन्दा पैसा होइन रहेछ। मैले अहिले पनि निवेदन गर्दै म पहिला पर्यटन व्यवसाय भएकोले गर्दा मैले धेरै पर्यटकहरू भेटेँ कि किन नेपाल आएको जस्तो लाग्थ्यो मलाई। पैसा छ, सम्पन्न छ, भन्या गाडी चढेछ, भन्या खाउन मनमा सन्तुष्टि नै रहन्छ कि। अनि उनीहरूले नेपाललाई चाहिँ के तिमीहरूको देश सबैले गरिब भन्छ, तिमीहरू त धनी छ यार। एउटा मूर्ति नै मात्र पनि कुनै मन्दिरको टुँडालै मात्र हेरेर करोडौंको जस्तो तिमीहरूले त बाटोमा त्यसै राखेको छ। ठाउँ ठाउँमा मन्दिर छ तिमीहरूको। हाम्रो त यस्तो बनाउनु पर्यो भने त करोडौं जान्छ। तिमीहरू त धनी सब भन्न थाल्यो क्या। भनेपछि हामीलाई त गरिब बनाइएको रहेछ नि त। आर्थिक हिसाबले मात्र हेरेर भएन नि त।